अहिले म चाहिँ पुग्न आँटेको छु। के अरे फोटो स्क्रिनसटमा ल्याएको छु। स्क्रिनसट हाल्न मिल्छ, एडिट गरेर हालिदिन्छु। दैलेखबाट त्यहीँ 12:30 बजे हिँडेँ अनि अहिले चाहिँ 4 बज्नमा कति मिनट बाँकी छ भन्दाखेरि म तपाईँहरूलाई भनिरहेको 3 मिनट बाँकी छ। 3 काल महाकाल हो, त्यस्तै हो सम्झिनु, केही सम्झिनु। महाकाल की जय हो जगदीश्वरी माता की जय, जय हो प्रभुदेव ठाकुर जी की जय। अनि त्यहीँ अब म पुग्न त्यहीँ 12 किलोमिटर हिँड्ने हो। कति 12:30 बजे हिँड्ने त्यहाँबाट दैलेखबाट, र 4 बज्नुमा 3 मिनट बाँकी छ। कति घन्टामा पुग्यो भन्दाखेरि तपाईँहरू 3.5 घन्टामा 12 किलोमिटर हिँड्ने हो। 12 किलोमिटर हिँड्ने हो लगाइज। अनि त्यही हो, त्यस्तै हिँडिरहेको छु अहिले पनि। आज लगभग कति बजे पुग्छु अब। एकजनाले भन्नुभएको छ कि तिमी कति बजे पुग्छौ भन्दाखेरि त्यहीँ लगभग 12:30 या 12 बजे पुग्छौ। किनभने यहाँदेखि लगभग होइन 50 किलोमिटर छ। 50 किलोमिटर यहाँबाट छ। दैलेखबाट जोडिहाल्नु 50 अनि 12 कति भयो, 62 किलोमिटर सुर्खेत छ। दैलेखबाट 62 किलोमिटर सुर्खेत, र सुर्खेत 12 किलोमिटर छ। सुर्खेत 50 अनि 62 किलोमिटर छ मेरो अति फेभरेट। र 2जनालाई भेट्नु छ। एउटा उज्जवल भेट्नु त धेरैलाई छ। मलाई माया गर्ने भनेको उज्जवल यार, मेरो जानुजी, यसमारिका जानु अति माया गर्नुहुन्छ के। प्लिज यार आ रहल छी यार। अब दुनिया के देखावे के कि अपनी की आदमी छी, कौन आदमी छी। कला हम पढ़लिए, कथी पढ़लिए, कै लागी फर्स्ट होलिए। मेहनत से न होलिए। हमर दाई बनल के फर्स्ट, पालन पोषण कैले हमर दाई, तो दाई न बनती तो के बनते। प्रभु भगवान बनल के हमरा, प्रभु जी, हमर बाबा प्रभु ठाकुर बनल के हमरा फर्स्ट। एगो हमर दाई जी, एगो ना, हमर दाई हमेशा एकेटा रहते हमेशा। अपन खुलंग न रहते तो केकरा लंग